हजुर हजुर यस्तो फुल लगाएको त अनि सुनेको लाउनु भएको छ अब सुन पसलमा राम्रो नि त्यो त अनि दिदी अब यतिखेर चाहिँ सुनको भाउ आकाशिएको छ मगिएको छ के छ व्यवसाय मगेको बेला त झन् सुन त एकदमै बिक्री हुन्छ अरे नि त्यो सुनेको थिएँ मैले के छ दिदी हजुर भाइ बिचरा हाम्रो कस्टमरहरू आइ नै राख्नु भएको छ हजुर यो भनेको चाहिँ अब इङ्ग्लिसको लागि हो होइन अब नेपाली नै नेपाली देख्दा साह्रै खुसी लाग्यो आज नेपाली धेरै हुनुहुँदो रहेछ बसिराख्नु भएको छ त्यही त हजुर हजुर गफ त अब त्यही त हो आफ्नै गाउँघरको होइन नेपाल जस्तै है र सर्ट आएर मात्रै फर्केर जाँदा त फेरि साह्रै खल्लो हुन्छ नि साथीहरू म अहिले अल्डर सर्टमा छु र यो अल्डर सर्टलाई चाहिँ विशेष गरेर नेपालीहरूको सहर पनि भनेर चिन्ने गरिन्छ युकेमा यहाँ चाहिँ नेपालीहरूको बाहुल्यता अलिक बढी भएकोले गर्दा पनि त्यसो भनिएको होला र म अब यहाँ चाहिँ नेपालीहरूको चाहिँ बजार नेपालीहरूले सञ्चालन गरेको पसलहरू पनि देखाउने छु र घुमघाम गर्नेछु साथीहरू यो मेरो अगाडि एउटा नमस्ते पसल छ र यो नेपालीले सञ्चालन गरेको पसल हो र म यो पसलभित्र जानेछु र कुराकानी पनि गर्नेछु साथीहरू ल यो चाहिँ नमस्ते स्टोर हो ल नमस्तेको सञ्चालक चाहिँ हुनुहुन्छ यहाँ शर्मिला ल अनि के कस्तो छ त व्यवसाय राम्रो चलिरहेछ नि राम्रो चलिरहेछ ल अझै राम्रो चलोस् शुभकामना छ र यहाँ चाहिँ नेपाली धेरै जसो चाहिँ नेपाली स्वादका सामग्रीहरू यहाँ पाइन्छन् र यहाँ चाहिँ ग्राहकहरू पनि प्रायः जसो नेपाली नै आउने गर्नुहुन्छ साथीहरू अहिले हामी अल्डरसटको मार्केट घुमिरहेका छौँ र यहाँ चाहिँ अल्डरसटमा धेरै नेपालीहरूले व्यवसाय गरेर बस्नु भएको छ यो चाहिँ हाइल्यान्ड कलेक्सन हो अब म यहाँ भित्र पसेर कुराकानी गर्नेछु हेलो नमस्ते नमस्ते भिडियो गर्न मिल्छ भाइ ल थ्याङ्क यू ल यो चाहिँ हाइल्यान्ड कलेक्सनको स्टोर हो यो चाहिँ अल्डरसटमा छ र म अहिले यो कलेक्सनमा आएको छु यहाँ चाहिँ एकदमै नेपालीहरूले मन पराउने त्यस्ता खालका लुगा कपडाहरू चाहिँ पाउन सकिन्छ दिदी एउटा हुन्छ हजुर ल कार्ड गर्नुहुन्छ हैन क्यास गर्नु हुन्छ 13 पाउन्ड मात्र दिनु न है हजुरलाई डिस्काउन्ट गरेर ल ब्याग चाहिन्छ र झोला त चाहिनै पर्ने होला 5 रुपैयाँ हुन्छ हस् थ्याङ्क यू सो मच आउँदै गर्ने ल अनि बहिनी यो हाइल्यान्ड त निकै नाम चलेको स्टोर हो होइन खोजिरहेको थिइन् कि उता नपाउने अनि यहाँ चाहिँ उनी पाइन् पनि त्यही त ए हजुर हजुर हुन्छ नि हुन्छ बहिनी यहाँ अल्डरसट आएको बेला हामी निस्किन्छौँ यहाँ प्रायः हुन्छ हस् बहिनी हस् थ्याङ्क यू बाई 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 बहिनी अल्डरसटमा धेरै नेपालीले व्यवसाय गरेर बस्नु भएको छ यो चाहिँ एकदमै राम्रो कुरा हो
व्यवसाय गर्नु चाहिँ एकदम राम्रो कुरा हो। जसले चाहिँ अलिकति आँट गर्छ, हिम्मत गर्छ चाहिँ व्यवसाय उसैले गर्न सक्छ र व्यवसाय राम्रोसँग सञ्चालन भइदियो भने त्यसबाट एकदमै मुनाफा पनि राम्रो हुन्छ। ए भाइ यो पनि हाइल्यान्डकै स्टोर हो नि? ए त्यही हाइल्यान्ड स्टोर चाहिँ निकै ठुलो स्टोर रहेछ। यो पार्ट चाहिँ भाँडा बर्तनको पार्ट रहेछ। केही हेर्नु छ भाँडा बर्तन? साथीहरू म यो हाइल्यान्ड कलेक्सनको भाँडा बर्तन स्टोरमा छु अहिले। तर यो चाहिँ उसमा हुनु पर्ने क्या सिल्भरको चाहिँ यो करे चाहिँ बुढ्नै भयो। ए हो एउटा लाने थियो उस सानो। प्राइस त्यहीँ लेखेको होला नि? प्राइस लेखेछ? यहाँ लेखेको छ नि बुढ्ने कराई प्राइस। साथीहरू म यो अल्डरसटमा नेपालीहरूले सञ्चालन गरेका व्यावसायिक फर्महरू स्टोरहरूमा म भ्रमण गरिरहेको छु र अहिले म यो श्री लक्की ज्वेलर्सको अगाडि आइपुगेको छु र अब हामी भित्र जानेछौँ। साथीहरू म अहिले लक्की ज्वेलर्स अल्डरसटमा छु र यो चाहिँ बहुमूल्य गरगहना स्टोर हो र अल्डरसट घुम्ने क्रममा म अहिले यो लक्की ज्वेलर्सभित्र पनि आइपुगेको छु र उहाँ दिज्यूलाई चाहिँ देखिराखेको हो, टिकटकतिर देखिराखेको हो र साकेला भेलातिर पनि देखिराखेकै हो र उहाँको स्टोरमै आएर भेट्न पाइएको छ। अनि विशेष गरेर यहाँ हाम्रो दिल्ली सुब्बा भाइ पनि यतै हुनुहुन्छ भन्ने सुनेको थिएँ, तर आज चाहिँ हुनुहुन्न रहेछ, उहाँसँग भेट हुन सकेन। हजुर हजुर यस्तो फुल लगाएको अनि सुनेको लाउनु भएको छ। अब सुन पसलमा राम्रो नि थियो त। अनि दिदी अब यतिखेर चाहिँ सुनको भाउ आकाशिएको छ, मगिएको छ, के छ व्यवसाय? मगेको बेला त झन् सुन त एकदमै बिक्री हुन्छ अरे नि, त्यो सुनेको थिएँ मैले। के छ दिदी? हजुर भाइ, बिचरा हाम्रो कस्टमरहरू आइ नै राख्नु भएको छ। हजुर यो भनेको चाहिँ अब इन्भेस्टको लागि हो होइन। अब यो किन्दा चाहिँ उहाँहरूलाई घाटा पनि छैन नि त। अब किनिराख्नु भयो भने चाहिँ बढ्दै जाने कुरा हो। उहाँहरूले अब उहाँहरूको अब अलिकति पैसाहरू छ भने ब्याङ्कमै राखिराख्नु भन्दा सुन किन्यो त बढ्छ। अब ब्याङ्कमा पैसा भयो भने त अब बिएसएस आउँदैन नेपाल जस्तो। त्यही कारणले पनि होला उहाँहरूले किनि नै राख्नु भएको छ भाइ। हजुर त्यही कारणले गर्दा फाटाफुटी आउँदै हुनुहुन्छ अनि इन्भेस्ट पनि गर्नुहुन्छ। अब उहाँहरूको लागि पनि राम्रै छ। अनि सधैँ त हुन्न, अब यस्तै विकेन्डमा दुईवटा विकेन्डमा चाहिँ राम्रै जान्छ। ए हजुर हजुर त्यही छ। त्यही त अब बढिरहेको हुन्छ सुनहरू चाहिँ के भयो
अब पछि त अब थाहा छैन हामीलाई पनि हजुर डेली नै बढिरहेको छ। एकदमै खुसी लाग्यो हजुरहरूले यहाँ व्यवसाय गरेर बस्नु भएको छ होइन। हामी पनि यहाँ आउन पायौँ, यसो हेर्न पायौँ होइन। थ्याङ्क यू सो मच भाइ। हजुर एकदमै व्यवसाय अझै फलोस् फुलोस् राम्रो होस्, शुभकामना छ। थ्याङ्क यू सो मच। हस् त हस् त। थ्याङ्क यू। साथीहरू यो चाहिँ अल्ट्रासाउन्डको हाई स्ट्रिट हो। अहिले चाहिँ भने सुनसान छ, धेरै चहलपहल छैन। सबै टाउनमा सिटिजमा हाई स्ट्रिट चाहिँ एकदमै इम्पोर्टेन्ट मार्केट हो। टाउन र सिटीको एउटा मुख्य भाग चाहिँ हाई स्ट्रिट भनेर चिनिने गरिन्छ युकेमा। साथीहरू अहिले हामी अल्ट्रासाउन्डको बजारमा घुमिरहेका छौँ र बजारमा घुम्ने क्रममा हामीले निकै नेपाली व्यवसायीहरू पनि भेट्यौँ। उहाँहरूको व्यवसाय, उहाँको पसलतिर पनि छिरेर उहाँहरूसँग कुराकानी गऱ्यौँ र उहाँहरूको व्यवसायको बारेमा, उहाँहरूको व्यवसाय के कस्तो भइरहेछ भन्ने कुराहरूमा पनि कुराकानी गऱ्यौँ। जस एकदमै खुसी लागेको छ, राम्रो लागेको छ। नेपालीहरूले पनि व्यवसाय गर्नुभएको छ। एकदम यहाँ पनि एउटा सेलुन छ नेपालीले सञ्चालन गर्नुभएको। यसरी हामी धेरै व्यवसायहरू देख्न सक्छौँ नेपालीले सञ्चालन गरेको। यो नेपालीहरूको एकदमै बाहुल्यता भएको ठाउँ र यहाँ उहाँहरूले व्यवसाय पनि गरेर बस्नु भएको छ। यो हाई स्ट्रिट आसपासमा मानिसहरूको चलफल चाहिँ त्यति धेरै देखिएको छैन, शान्त छ हाई स्ट्रिट आज। साथीहरू यो लन्डनभित्र चाहिँ रातो रङको गाडी कुद्ने गर्छ र लन्डन बाहिर चाहिँ अन्य रङको गाडीहरू कुद्ने रहेछ। यो चाहिँ अर्कै रङको गाडी छ, डबल डेकर हो यो पनि, तर अर्कै रङको छ। यो चाहिँ अल्ट्रासाउन्डको एम्पायर हल हो र यहाँ चाहिँ ठुला ठुला कार्यक्रमहरू हुने गर्दछ र नेपालबाट चाहिँ सेलिब्रिटीहरू जस्तै फिल्मका हिरो हिरोइनहरू आएका बेला यो एम्पायर हलमा कार्यक्रम हुने गर्दछ। साथीहरू म यो अल्ट्रासाउन्डको एकदमै सुन्दर पार्कमा आइपुगेको छु र यहाँ देख्न सक्छौँ हामी नेपालीहरू समूह समूहमा बसेर कुराकानी गरिरहनु भएको छ र यहाँ बोजूहरू बसिराख्नु भएको छ। नमस्ते बोजू, नमस्ते। हेलो, आहा धेरै खुसी लाग्यो हो तपाईँहरूलाई देखेर। हामी त अलिक परबाट आएको, हौसलोबाट आएको हो। नेपाली नै नेपाली देख्दा साह्रै खुसी लाग्यो आज। नेपाली धेरै हुनुहुँदो रहेछ अनि एकदमै खुसी लाग्यो, रमाइलो लाग्यो। अनि यहाँ के यसो घाम त के अब यसो पार्कमा बसिराख्नु भएको छ। त्यही त, हजुर हजुर। गफ त अब त्यही त हो, आफ्नै गाउँघरको होइन। यतै बस्नुहुन्छ? ए त्यही त, नेपाल जस्तै है। यो अल्ट्रासाउन्डलाई त मिनी नेपाल पनि भन्दा रहेछन् नि त। हजुर हजुर। नेपाली नै नेपाली बसोबास भएकोले यो चाहिँ एउटा सानो नेपाल पनि भन्दा रहेछन्। तपाईँहरूलाई त त्यति न्यास्रो लाग्दैन होला, नेपाली नै नेपाली भेट्दा त नेपाल जस्तै लाग्दो हो।
निक्यो भने नेपालीहरूमा भेट हुन्छ। हजुर हुन्छ हस् हस् त हस् 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 ल अहिले यहाँ नेपाली बोजूहरूसँग भेटघाट भयो र उहाँहरूसँग पनि एकछिन भलाकुसारी गऱ्यौँ। नमस्कार हजुर नमस्कार। म त यहाँ भिडियो खिच्दै हिँड्दैछु, मिल्छ होला नि भिडियो खिच्न? अब यहाँ नेपालीहरू देख्दा साह्रै खुसी लाग्छ कि? डराउनु पर्दैन किन डराउनु र। ए अनि पार्कमा बसिराख्नु भएको छ? हजुर त्यही त रमाइलो ठाउँ रहेछ यहाँ। म पनि यो पार्कतिर चाहिँ पहिलोपल्ट आइपुगेँ। यहाँ अल्ट्रासाउन्ड त 2-3 पल्ट भयो आएको। यता पार्कतिर चाहिँ निस्किनु पाएको थिइनँ, नदेखेर थाहा नपाएर पनि। हन्सलोबाट हन्सलो हजुर हजुर हुन्छ हस् हस्। तपाईँहरूलाई पो डिस्टर्ब हो, कुराकानी गर्दै हुन्थ्यो होला। हुन्छ हजुर हजुर हुन्छ हजुर हजुर हुन्छ हस् हस् हस्। यसरी समूह बनाएर टोली बनाएर चाहिँ मिठा गफ गर्दै बसिराख्नु भएको रहेछ। ल यहाँ पनि एउटा समूह मैले भेटाएँ। नमस्कार हजुर नमस्कार नमस्कार हजुर। म चाहिँ यसरी डुल्दै हिँड्दैछु र यहाँ पार्कमा आइपुगेँ, हजुरहरूसँग भेट भयो। नेपाली भेट हुँदा खुब रमाइलो हुँदो रहेछ। नेपाली गाउँ हो नि हजुर नेपाली गाउँ नै जस्तो रहेछ यो चाहिँ। नेपाली भन्छ कि अहिले। हजुर मिनी नेपाल नै भन्दो रहेछ। हजुर हजुर अनि साँच्ची नै हो जस्तो पनि लाग्दो रहेछ, किनभने यी हजुरहरू जस्तै नेपालीहरूसँग धेरै भेटघाट भइरहन्छ अनि साँच्ची नै हो जस्तो लाग्ने नि। खुसी लाग्यो, रमाइलो लाग्यो। हुन्छ हस् हस्। तपाईँहरू कहाँबाट आउनुभएको? हामी हन्सलोबाट। यहाँ हाम्रो सानो भेला थियो अनि त्यो भेला सकियो र यसो बाहिर निस्केको अहिले। युट्युबमा हाल्ने तपाईँहरूलाई पनि देखाइदिनु पऱ्यो नि त, मिल्छ होला नि? केही हुन्न। हुल आयो त्यो गोराले के भन्यो भने म गोर्खालीको जवाई हो। ए हजुर हजुर हजुर। मेरो श्रीमती चाहिँ गुरुङ छिनी। ए यहीँ आयो, लोर्के छ क्या मान्छे पनि। झोला भिरेर आएर पुरालाई परिचय गर्यो, पुराको खिच्यो। ए गोर्खालीसँग नाता रहेछ उसको। मूर्तिहरू पनि पुरा खिचेर ल्यायो गोराहरूले। हजुर जान्छु हजुर ल। यहाँ मूर्ति चाहिँ कहाँ छ? ए अगाडि हो। ए हस् 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 हस्। यहाँनिर मैले सुनेको थिएँ यो पार्कमा नेपालीको स्मारक पनि रहेको छ र युके जस्तो ठाउँमा नेपालीको स्मारक भन्ने बित्तिकै मलाई एकदमै चासो लागेको थियो र त्यो कहाँ होला भनेर मैले खोजी गर्दै जाँदाखेरि यो चाहिँ ठ्याक्कै अल्ट्रासाउन्डकै चाहिँ बजारकै छेउमा रहेको एउटा पार्क रहेछ। त्यो पार्कमा चाहिँ भिसी कुलवीर थापाको स्मारक रहेछ र म त्यो स्मारक भएतर्फ लाग्दैछु अहिले। साथीहो यही हो भिसी कुलवीर थापाको स्मारक। युकेमा स्मारक त धेरै छन्, जतै गए पनि हामी स्मारक देख्न सक्छौँ, तर यो स्मारक चाहिँ हाम्रा लागि खास छ किनभने यो नेपालीको स्मारक हो। जर्मनसँगको लडाइँमा उहाँले चाहिँ एकदमै ठुलो बहादुरी देखाए बापत उहाँलाई चाहिँ भिसी प्राप्त भएको थियो र उहाँ लडाइँमा उहाँ आफै घाइते भए तापनि उहाँले चाहिँ आफ्ना घाइते साथीहरूलाई बचाउनु भएको थियो। घाइते साथीहरूलाई यसरी यहाँ यो मूर्तिमा यो स्मारकमा देखाए जस्तो गरेर बोकेर चाहिँ उहाँले चाहिँ एकदमै सुरक्षित ठाउँमा लान सफल हुनुभएको थियो। त्यसै हुनाले उहाँलाई चाहिँ त्यो भिसीद्वारा विभूषित गरिएको थियो।
साथीहरू अहिले भने म फानबोरोमा आइपुगिसकेको छु र यहाँ चाहिँ विशेष गरेर फुपू र फुपालाई भेट्नको लागि चाहिँ हामी यहाँ आएका छौँ। अल्डरसट आइसकेपछि यहाँ फानबोरो चाहिँ आउनै पर्ने हुन्छ किनभने यहाँ फुपू फुपा हुनुहुन्छ र फुपू फुपालाई नभेटिकन अल्डरसट आएर मात्रै फर्केर जाँदा त फेरि साह्रै खल्लो हुन्छ नि। त्यसो हुने भएकोले गर्दाखेरि फुपू नमस्ते। नमस्ते दिदी दिदी लु नमस्ते नमस्ते। के थिएछ अल्डरसटमा? हजुर ए अल्डरसटमा हाम्रो राईहरूको भेला थियो फुपा। अनि थुलुङको थियो। थुलुङ राईको थुलुङ हो म। झुक्क्याएर आयौँ त है फुपू। यसरी झुक्क्याएर आउँदा पनि रमाइलो हुन्छ नि। यो चाहिँ हाम्रो फुपू र फुपाको करेसाबारी हो। साह्रै मेहनती हुनुहुन्छ फुपू फुपा। यति मजाले करेसाबारीमा सागसब्जी लगाउनु भएको छ। यो चाहिँ आलु हो र यो अहिले ओसा लागेको छ। यो चाहिँ चोइसम हो। चोइसम चाहिँ फुलिसकेको छ। विभिन्न खालका मिश्रित सागसब्जीहरू लगाउनु भएको छ। रायोको साग, रायोको साग, मसिना मसिना बिरुवाहरू छन्, भर्खर हुर्किँदैछन्। र यो कोठेबारीको, यो करेसाबारीको यो कुनामा चाहिँ सिस्नो छ। यो सिस्नो चाहिँ नेपालमै पाइने खालको सिस्नो हो। यहाँ पनि सिस्नोहरू पाइन्छ तर त्यो छुट्टै प्रजातिको हो। र नेपालमा पाइने सिस्नो चाहिँ एकदमै स्वादिलो हुन्छ खाँदा पनि। र यहाँ चाहिँ साग छ, रायो साग, मसिना रायो सागहरू छन्, हुर्किँदैछन्। र यहाँ करेसाबारीको बिचमा चाहिँ एउटा रुख छ, सानो रुख छ। यो चाहिँ स्याउको रुख हो र स्याउको चिचिला लागेको छ। अहिले लटरम्म चिचिला लागेको छ। अब 1-2 महिनापछि यो स्याउ पाक्छ। अब हामी फुपूफुवाहरूलाई भेटेर उहाँहरूसँग भलाकुसारी गरेर अब फर्किँदैछौँ। र आज फुपूफुपाले एकदमै दुर्लभ उपहार दिनुभएको छ, सिस्नो। साँच्चै नै सिस्नो चाहिँ दुर्लभ चिज हो यहाँको लागि। अरू त होइन, हाई प्रेसर हुनेको त यो दबाई अरे हो नि फुपू। मूल्यमा बिरुवा मागेको साथीहरूले दिएको। हजुर फुपू। कोट त चाहिँ फेरि बेसरी फुलेको थियो। ए 1 महिना जति 2 महिना जति आएको थियो र पकाएर खाएको मिठो भयो। ए हजुर मिठो हुन्छ नि सिस्नो। हुन्छ फुपू हामी जान्छौँ। हुन्छ हस् हस्।